सर्वप्रथम त जियोपोलिटिक्स एन्ड जियो इकोनोमिक्स च्यानलको मेरो दोस्रो प्रस्तुतिमा देश र विदेशमा रहनुभएका सबै दर्शक अनि श्रोतामा नमस्कार तथा स्वागत छ। म एनपी शर्मा। यो एपिसोडमा हामीले बन्द हुने अनि फेरि सुरु हुने इरान अमेरिका तनाव, युद्ध बल्झिरहने कारणहरू, त्यस पछाडिको भू राजनीतिक र भू अर्थशास्त्रीय स्वार्थ अनि त्यसले विश्व अर्थतन्त्र एवं प्रणालीमा पारिरहेको असरबारे विस्तारपूर्वक चर्चा गर्नेछौँ। आउनुहोस् यसको प्रारम्भ गरौँ तत्कालिक घटनाक्रमबाटै। किन फेरि भड्कियो त इरान अमेरिका युद्ध? सन् 2026को फेब्रुअरी 28देखि सुरु भएको इरान, इजरायल र अमेरिका बीचको त्रिपक्षीय युद्ध 108 दिनको गोलाबारीपछि अमेरिका र इरान बीचको दुई हप्ते युद्धविराममा थामियो। अप्रिल 7-8मा भएको यो युद्धविराम बीच पनि सोको छिटपुट उल्लङ्घन दुवै पक्षबाट भइरह्यो। सानातिना आक्रमण प्रत्याक्रमण हुँदै गए। यसमा अमेरिका र इरान बीच मध्यस्थता पाकिस्तानले गरेको थियो। युद्धविरामका बावजुद अमेरिकी नौसेनाले होर्मुजको जलसन्धिमा नाकाबन्दी जारी राख्यो, जसको विरोध इरानी पक्षबाट भइरह्यो। यही युद्धविरामको ढाँचामा टेकेर जुन 17मा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियान बीच युद्ध अन्त गर्ने 14 बुँदे समझदारी पत्रमा हस्ताक्षर भयो। ट्रम्पले फ्रान्सको भर्साईमा अङ्ग्रेजी र फारसी भाषामा लेखिएका 2 थान समझदारी पत्रमा सही गरे भने पेजेस्कियानले पहिले समझदारीको विद्युतीय प्रतिमा र त्यसपछि त्यसको हार्ड कपीमा दस्तखत गरे। सो समझदारी पत्रका मुख्य बुँदाहरू के थिए त? तिनलाई स्मरण गरौँ एकछिन। त्यसमा के थियो भनेदेखि लेबाननसहित सबै मोर्चामा सैन्य कारबाहीलाई स्थायी रूपमा बन्द गर्ने, दुवै देशले एकअर्काको सम्प्रभुसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, युद्ध रोक्न 60 दिनभित्र अन्तिम सम्झौता गर्ने, इरानले होर्मुज जलसन्धिलाई अन्तर्राष्ट्रिय पारवहनको लागि सुरक्षित रूपमा खुला गर्ने, 60 दिनसम्म इरानले त्यसबाट पार हुने व्यापारिक पान्जाजहरूबाट कुनै शुल्क अथवा टोल ट्याक्स नलिने, अमेरिकाले 30 दिनभित्र होर्मुज जलसन्धिको नाकाबन्दी हटाउने, इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि अमेरिकाको पहलमा $300 अर्ब एउटा कोष खडा गर्ने, इरानमाथि अमेरिका, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी IAEA र संयुक्त राष्ट्रसङ्घले लगाएका नाकाबन्दीलाई क्रमशः हटाउँदै लैजाने, विदेशी बैङ्कमा रोक्का राखिएका इरानका निक्षेप र कोषहरूलाई फुकुवा गर्ने, इरानले आणविक हतियारको खोजीलाई बन्द गर्ने, यो 60 दिनभित्र अमेरिकाले कुनै थप प्रतिबन्ध नलगाउने र सो क्षेत्रमा थप सैनिक शक्ति पनि नपठाउने, इरानले पेट्रोलियम पदार्थ र कच्चा तेललाई अरू देशमा निर्यात गर्न पाउने, समझदारी कार्यान्वयनको अनुगमन गर्न दुवै देश मिलेर एक कार्यकारी संयन्त्र निर्माण गर्ने र पछि हुने अन्तिम सम्झौतालाई राष्ट्रसङ्घको सुरक्षा परिषदबाट अनुमोदन गराउने अथवा समर्थन गराउने जस्ता विषयहरू समावेश छन्। अमेरिका र इरान बीच यो समझदारी भएपछि सारा विश्व समुदायले राहतको सास फेरेको थियो, किनकि विगत 4 महिनाको युद्धले खास गरी एसियाली महाद्वीपमा पेट्रोल, डिजेल, हवाई इन्धन, प्लास्टिक पोलिमर, खाना पकाउने ग्यास र रासायनिक मलको तीव्र अभाव भइरहेको थियो। ती सबै वस्तुमा भएको भारी मूल्यवृद्धिले मुद्रास्फीति भनेको इन्फ्लेसन त निम्तायो नै, सर्वसाधारणको भान्सादेखि यातायातसम्म सबै कुरालाई महँगो पनि गरायो। धेरै देशहरूको पेट्रोलियम पदार्थको सामरिक सञ्चित स्ट्रेटेजिक रिजर्भ घट्दै गएर केही हप्ताको लागि मात्र बाँकी रहन पुग्यो। पेट्रोलियम पदार्थको आयातमा पहिलेको भन्दा दोब्बर मूल्य खर्चिनु परेपछि तिनको विदेशी मुद्रा सञ्चित पनि दिनहुँ सुक्दै गयो। उदाहरणका लागि भारतको विदेशी मुद्रा सञ्चित फेब्रुअरी 27मा $728 अर्ब अमेरिकी डलर रहेकोमा मध्यपूर्वको यो द्वन्द्व र अवरोधका कारण जुन 26 तारिकसम्म आइपुग्दा $667 खुम्चियो। यो भनेको 4 महिनाको अवधिमा सञ्चितमा आएको $61 अर्ब ह्रास हो। त्यसैले यो समझदारीको समाचार सार्वजनिक भएपछि आम जनतासम्म यसबाट चाहिँ आश्वस्त भएका थिए, खुसी मनाएका थिए। तर एकाएक यो चाहिँ बहुप्रतीक्षित समझदारी भङ्ग हुने गरी घटनाक्रमको तीव्रतर विकास भयो। जुलाई 6मा होर्मुज जलसन्धिको ओमानतर्फको किनारबाट गुज्रिरहेका 3वटा व्यापारिक पानीजहाज अर्थात् मालवाहक पानीजहाजमा इरानी पक्षले रकेट आक्रमण गर्यो। आफ्ना रिपब्लिकन गार्डसँग समन्वय नगरी बाटो छलेर यात्रा गरिरहेकोले कारबाही गर्नु परेको इरानको भनाइ थियो। तर यदि घटना ट्रम्पलाई उत्तेजित बनाउन पर्याप्त थियो। उक्त घटनाको भोलिपल्टै अर्थात् जुलाई 7देखि अमेरिकाले इरानका तटीय सहरहरूमा हवाई आक्रमणलाई तीव्र बनायो। नेटोको शिखर सम्मेलनमा भाग लिने टर्कीको राजधानी अङ्काराका पुगेका ट्रम्पले त्यहीँबाटै युद्धविराम अन्त भएको घोषणा गरे। त्यसपछिका दिनहरूमा पनि अमेरिकी वायुसेनाले इरानका सामरिक र व्यापारिक प्रतिष्ठानमा हवाई हमला जारी राखेको छ। उता इरानले पनि खाडी राष्ट्रमा रहेका अमेरिकी सैनिक शिविरहरूमा ड्रोन र मिसाइलबाट प्रहार गरिरहेको छ। यति सबैका बावजुद ट्रम्पले दीर्घकालीन युद्धप्रति आफ्नो अनिच्छालाई सार्वजनिक गरेका छन् भने कतारको पहलमा युद्ध रोक्ने अभिप्रायले ब्याक च्यानल नेगोसिएसन समेत सुरु भएका छन्। अब प्रश्न उठ्छ, सबैले सफल हुने आशा राखेको युद्ध अन्त्य गर्ने यो समझदारी किन भङ्ग भयो त?
यसका पछाडि मूलतः 5वटा कारण जिम्मेवार देखिन्छन्। पहिलो र तात्कालिक कारण त के हो भनेदेखि जुन अगाडि हामीले भन्यौँ, जुलाई 6मा इरानी जलसेनाले 3वटा व्यापारिक जहाजमा आक्रमण गर्नु, जुन कि ट्रम्पलाई भड्काउनको लागि पर्याप्त थियो। त्यसै पनि समझदारी गर्दा इरानलाई धेरै सहुलियत दिएको र अमेरिका ब्याकफुटमा उभिएको आफ्नै रिपब्लिकन पार्टीबाट उनलाई आरोप लागिरहेको थियो। त्यसैले भित्रभित्र कुँडिएका ट्रम्पको इगो भड्काउन इरानको यो सैन्य कारबाहीले एउटा झिल्कोको काम गर्यो। दोस्रो कारण हो युद्धविराम गर्दा इजरायललाई बाहिरै छोडिनु। यो समझदारी गर्दा इजरायलसँग कुनै परामर्श नगरेको र लेबाननमा युद्धविरामको घोषणा गर्दा त्यहाँ लडिरहेको इजरायलसँग कुनै समन्वय नगरेको जस्ता कारणले प्रधानमन्त्री बेन्यामिन नेतन्याहु असन्तुष्ट छन्। युद्धसँगै लड्ने तर शान्ति प्रस्ताव भने अमेरिका एक्लैले गर्ने कार्यबाट इजरायलको सरकार नाखुस छ। यसैबीच अमेरिकासँगको ऐतिहासिक आर्थिक र सैन्य निर्भरताबाट इजरायल बिस्तारै बाहिर निस्किनुपर्ने घोषणा नेतन्याहुले गरिसकेका छन्। दोस्रो कारण हो इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको बारेमा कुनै पनि कुरा समझदारी पत्रमा नपर्नु। इजरायल र अमेरिकाका न्यू कन्जर्भेटिभहरू इरानको शक्तिशाली क्षेपणास्त्र कार्यक्रमलाई मुठार्न चाहन्थे यही मौकामा, तर समझदारीमा यस सम्बन्धी कुनै बुदा नपरेपछि इरानको मारक क्षमता आगामी दिनमा अझै बढिरहने र त्यसपछि इरानलाई जिस्काएमा आफूहरूलाई पनि उल्लेख्य क्षति हुने डर इजरायल र अमेरिकाका विदेश नीति निर्माताहरूमा अझै पनि कायम छ। त्यसैले यो कथित सहमति उनीहरूको घाँटीबाट तल ओर्लिरहेको छैन। तेस्रो कारण हो इरानको प्रोक्सी भनिएका गाजाको हमास, लेबाननका हेजबोल्ला र यमनका हुथी विद्रोहीलाई इरानको तर्फबाट सैनिक र आर्थिक सहायता बन्द गर्ने कुनै पनि प्रतिबद्धता प्रस्तावित सम्झौतामा नहुनु। इजरायलले यी विद्रोही समूहलाई आफ्नो अस्तित्वको लागि खतरा मान्दै आएको छ। पश्चिम एसियामा इजरायल खडा भएको 78 वर्षको इतिहासमध्ये अधिकांश समय यिनीहरूको विरुद्धको युद्धमै बितेको छ। चौथो कारण हो इरानले होर्मुज जलसन्धिमा आफ्नो डिफ्याक्टो र डिज्युरे नियन्त्रणलाई गुमाउन नचाहनु। फेब्रुअरीमा युद्ध चर्किनु अघि उक्त जलसन्धि भई गुज्रिने समुद्री ट्राफिकबाट इरानले कुनै शुल्क लिँदैन थियो। इरानी जलसेनाले आउने जाने जहाजहरूको अनुगमन मात्र गर्थे। इजरायल बाहेक अरू देशका जलयान आउन जान कुनै अवरोध थिएन। तर फेब्रुअरीको पहिलो चरणको युद्धपछि भने आफ्नो नाकै मुनि रहेको होर्मुज जलसन्धिबाट आफ्नो भूराजनीतिक अभिष्ट पुर्याउन सकिने र यस क्रममा अर्थलाभ पनि हुने बोध इरानी निर्णयकर्ताहरूमा भयो। हामीले यहाँ सम्झिनुपर्ने कुरा के छ भने तपाईँको चाहिँ नि जुन यो होर्मुज जलसन्धि छ नि त्यसको चाहिँ उत्तरमा इरानको लामो चाहिँ छ के समुद्री तट छ। होर्मुज जलसन्धिको उत्तर चाहिँ भनेको के हो भने इरानको समुद्री तट हो जुन 100 किलोमिटरसम्म चाहिँ तन्किएको छ। यसपछि इरानले होर्मुजको प्यासेज भएर गुज्रिने व्यापारिक जहाजहरूबाट टोल वा शुल्क उठाउने घोषणा गर्यो, जसको अमेरिका र युरोपले तत्कालै विरोध गरे। तर इरान आफ्नो भूराजनीतिक वर्चस्व र दीर्घकालीन आर्थिक लाभको यो अवसरलाई गुमाउने मुडमा देखिँदैन। 4 महिनाको युद्धमा इरानका भौतिक संरचनामा अर्बौं डलरको क्षति भएको छ र होर्मुजबाट आउने पैसाले इरानले युद्ध पश्चातको पुनर्निर्माणलाई अघि बढाउन चाहन्छ। पाँचौं र अन्तिम कारणको रूपमा रहेको छ नेतन्याहुको ग्रेटर इजरायल प्रोजेक्ट। जब फेब्रुअरीमा इजरायल र अमेरिका मिलेर इरानमाथि धावा बोले तब उनले सार्वजनिक रूपमै बताए कि इरान हान्ने उनको 40 वर्षदेखिको सपना बल्ल पुरा भयो। अब ग्रेटर इजरायल प्रोजेक्ट के हो त भन्दा यो इजरायलका मौजूदा प्रधानमन्त्री नेतन्याहु र उनका समर्थकहरूको यस्तो परियोजना हो जसले वर्तमान भौगोलिक र राजनीतिक यथार्थलाई बिर्सेर प्राचीन बाइबलमा उल्लेख भएअनुसार मध्यपूर्वमा अथवा भनौँ पश्चिम एसियामा विशाल इजरायलको निर्माण गर्ने सपना देख्छ। उनीहरूलाई लागेको छ कि बाइबलमा उल्लेखित सम्पूर्ण प्राचीन प्यालेस्टाइन इजरायली यहुदीहरूको हक लाग्ने ठाउँ हो। यो पछि उनीहरूबाट खोसियो र यसलाई पुनः प्राप्त गर्नुपर्दछ। यस क्रममा प्यालेस्टिनीहरूलाई तिनको थाथोलोबाट धपाउनु छ, सिरिया र लेबानन जस्ता छिमेकी मुलुकहरूमा आफ्नो सीमा बढाउनु छ र अहिलेको भन्दा धेरै गुणा ठुलो इजरायल बनाउनु छ। पहिले ग्रेटर इजरायल एक धार्मिक वा सांस्कृतिक अवधारणामा मात्र सीमित रहेकोमा नेतन्याहु र उनका समर्थकहरू सत्तामा आएपछि यसले राजनीतिक चोला पनि धारण गरेको छ। हो यही ग्रेटर इजरायल प्रोजेक्टलाई साकार गर्नमा इजरायलले मूलतः दुईवटा देशलाई बाधकको रूपमा हेरेको छ। पहिलो इरान र दोस्रो तुर्की। इरानले इजरायलको विनाशले आफ्नो राष्ट्रिय नारा नै बनाएको छ भने इजरायलले पनि इरानलाई आफ्नो अस्तित्वजन्य शत्रु एक्जिस्टेन्सियल इनेमी ठान्दछ। यी दुई देश मात्र यस्ता मझौला शक्ति राष्ट्र मिडल पावर नेसन्स हुन् जसले पश्चिम एसियामा सैनिक मामिलामा इजरायललाई टक्कर दिने हैसियत राख्छन्। त्यसैले यिनीहरू दुवै कमजोर र विखण्डित नभएसम्म त्यो परियोजना पुरा नहुने कुरामा हालका इजरायली शासकहरू प्रष्ट छन्।
त्यसैले इरान वा तुर्कीको हातमाथि पर्ने कुनै पनि विकासक्रमको यिनीहरूले विरोध गर्छन् र त्यसलाई विफल पार्न लागि पर्छन्। त्यसैले यदि समझदारी पत्रमा भनिए बमोजिम इरानमाथिका प्रतिबन्ध फुकुवा भए र फेरि आफ्नो विशाल तेल र ग्यास सम्पदालाई निर्यात गर्ने अवस्थामा इरान पुग्यो भने ऊ सैनिक मात्र नभएर आर्थिक दृष्टिले पनि शक्ति राष्ट्र बन्ने र त्यसबाट ग्रेटर इजरायलको परियोजनाको कार्यान्वयन धेरै पर धकिलिने भए इजरायली संस्थापनमा छ। त्यसैले अमेरिकाको संसद, मिडिया, गैर सरकारी क्षेत्र, व्यापारिक जगत अनि नीति निर्माण तहमा रहेको आफ्नो पुरानो र गहिरो पहुँचलाई परिचालन गर्दै यो शान्ति प्रयासलाई भाड्न इजरायलले अथक प्रयास गरिरहनेछ। अब सबै कुरा अमेरिका र इरानमा रहेका समझदार पात्रहरू अर्थात् ऱ्यासनल एक्टर्सको सुझबुझ अनि परिपक्वतामा निर्भर हुने देखिन्छ। यी दुई देशबीचको तनाव वा फ्लेयर अफ अझै लम्बिएमा हामी एसियालीहरूको आर्थिक र सामाजिक जीवन झनै दुरूह भन्ने स्पष्ट छ। अन्तमा यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। साथै नोटिफिकेसन पाउन सँगै रहेको बेल आइकन थिच्नुहोला। अर्को एपिसोडमा अरू कुनै विषयवस्तुका साथ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद अनि शुभरात्रि।